यो चाहिँ म आफूले काम गर्ने कम्पनी हो। देख्न सक्नुहुन्छ यहाँको वरिपरि चाहिँ यस्तो छ। मैले चाहिँ यो कम्पनीमा आएर काम गर्दाखेरिमा है समथिङ मैले 2 वर्ष त त्यत्तिकै मैले काम गरेँ होला। समथिङ 1800मै मैले 2 वर्ष त त्यत्तिकै काम गरेँ। यो रुख पनि हिजोसम्म ठाडै थियो, हावाले झलाइदिएछ पुरै यस्तो भइसक्यो रहेछ। अनि त्यस पछाडि चाहिँ मलाई अलिकति ठिक लागेन। त्यस पछाडि मैले चाहिँ सुपरभाइजरलाई सोधेँ, मैले यत्तिकै अब काम गर्नुपर्ने हो भने 1800मै काम गर्नुपर्ने हो भने चाहिँ म नेपाल जान्छु भनेर चाहिँ मैले कुरा गरेको थिएँ। सो त्यस पछाडि चाहिँ मलाई हामी चाहिँ यता हामी पर बस्छौँ। यहाँदेखि बाइकमा आउँदाखेरि चाहिँ समथिङ 1.5 मिनट 2 मिनट जस्तो लाग्छ। 200 रुपियाँ पैसा बढाइदियो। त्यही सुत्ने कि हप्तामा त्यो पनि सुत्ने त्यत्तिकै त कहाँ दिन्छ र। खोलाहरू बगिरहेको छ दामी तरिकाले। हे गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। सो गुड मर्निङ सबैजनालाई, फेरि पनि स्वागत छ तपाईँहरूलाई अन्जान ब्लगमा। सो म चाहिँ आज तपाईँहरूलाई थोरै केही कुराहरू देखाउन गइरहेको छु, हेर्न सक्नुहुन्छ है। यो चाहिँ म आफूले काम गर्ने कम्पनी हो। सो यो भित्र चाहिँ कस्तो कस्तो उहाँहरू आइटमहरू बन्छ भनेर त्यो पनि म तपाईँहरूलाई बताउने छु थोरै भए तापनि। यो जस्ट मैले यो कम्पनीमा काम गरेको चाहिँ समथिङ 3 साल हुन लागिसक्यो। यो कम्पनीभित्र चाहिँ सबै खानेकुराहरू बन्छ। यो चाहिँ प्लान्टेस कम्पनी हो। म खास आएको चाहिँ म आफू आएको कम्पनीको नाम चाहिँ इनाची हो, तर यो चाहिँ यसको शाखा यो प्लान्टेस छ। यो कम्पनी नाम चाहिँ यसमा चाहिँ म काम गर्छु यो कम्पनीभित्र। यसमा चाहिँ सबै खानेकुराहरू एकैचोटि रेडिमेड बन्छ। यहाँदेखि चाहिँ मलेसियाभरि सबै भनौँ न ट्रान्सफरै हुन्छ। यहाँको म आफूले बनाएको हामीहरूले बनाएको सामानहरू चाहिँ त्यस्तो हुन्छ। सो यहाँ वरिपरि चाहिँ देख्न सक्नुहुन्छ यस्तो बबाल आएको छ कि अहिले चाहिँ मौसमहरू है। यहाँ परतिर डाँडा काँडाहरू पनि देखिएको छ। सो म चाहिँ तपाईँहरूलाई एउटा कुरा पनि म भनिहाल्छु कि यो कम्पनीमा म आफूले 3 वर्ष काम गरिराख्दाखेरि कस्तो अनुभव भयो र कस्तो सेलेरीहरू मैले पाइरहेको छु म त्यो पनि भन्दैछु। मैले चाहिँ यो कम्पनीमा आएर काम गर्दाखेरिमा है समथिङ मैले 2 वर्ष त त्यत्तिकै मैले काम गरेँ होला। समथिङ 1800मै मैले 2 वर्ष त त्यत्तिकै काम गरेँ। अनि त्यस पछाडि चाहिँ मलाई अलिकति ठिक लागेन। त्यस पछाडि मैले चाहिँ सुपरभाइजरलाई सोधेँ, मैले यत्तिकै अब काम गर्नुपर्ने हो भने 1800मै काम गर्नुपर्ने हो भने चाहिँ म नेपाल जान्छु भनेर चाहिँ मैले कुरा गरेको थिएँ। सो त्यस पछाडि चाहिँ मलाई 200 रुपियाँ पैसा बढाइदियो। त्यही सुत्ने कि हप्तामा त्यो पनि सुत्ने त्यत्तिकै त कहाँ दिन्छ र। सो त्यस पछाडि चाहिँ मेरो अहिले मेरो सेलेरी भनेको यो कम्पनीमा आफूले पाउने सेलेरी भनेको 2000 रुपियाँ बल्ल। समथिङ 3 वर्ष मैले काम गर्दाखेरि मैले बल्ल पाएको भनेको 2000 रुपियाँ हो। मलाई सेरिङ्गेट है 2000 रिङ्गेट पाएँ। र त्यस पछाडि अहिले चाहिँ मेरो 3 साल हुने लागिसक्यो। त्यसपछि ठ्याक्कै 21,75-76 रुपियाँ आउँछ मेरो सेलेरी यो कम्पनीमा चाहिँ। यदि तपाईँहरू पनि इनाचिङ कम्पनीमा चाहिँ नेपालदेखि काम गर्न आउँदै हुनुहुन्छ भने चाहिँ अलिकति विचार गरेर मात्र आउनु होला। यो चाहिँ प्लान्टेस कम्पनी हो, इनाचिङ कम्पनीको शाखा यो चाहिँ है। त्यही भन्छु, कतिपय चाहिँ मैले सुनेको पनि छु है। अब नेपालदेखि चाहिँ अहिले मलेसिया आउनको लागि 4-5 लाख रुपियाँ पैसा पनि नेपाललाई चाहिँ ठगिरहेको छ भन्ने कुरा पनि मैले सुनिराखेको छु। होला त्यो हुनसक्छ पनि। म आफू पनि पहिला आउँदाखेरिमा चाहिँ समथिङ भनौँ न त्यस्तै 2.5 लाख रुपियाँ 2,60,000 मैले तिरेर आएको हो म आफू पनि। अहिले चाहिँ मेरो सेलेरीको बारेमा पनि मैले तपाईँहरूलाई भनिसकेँ। यो भिडियो चाहिँ सबैजनालाई सबै सेयर गरेर सबैजना साथीहरूको सामु पुऱ्याइदिनु होला। मलेसियामा आएर चाहिँ एकैचोटि जमिनदार बन्छु र मलेसिया गएर चाहिँ राम्रै पैसा कमाउँछु भनेर चाहिँ कोही कसैले नसोच्छ पनि हुन्छ। मैले समथिङ 3 वर्ष काम गर्दाखेरि त बल्ल मैले त्यस्तो भनौँ न 2000 रुपियाँ 2100 पाएँ भने त अब 80 वर्षबाट चाहिँ तपाईँको
भने जस्तो सेलेरी पाउला होइन, त्यसमा पनि डिफरेन्टको कुरा हुन्छ होइन। सो त्यही भएर सबैजना यो भिडियोलाई चाहिँ सक्दो सेयर गरेर सपोर्ट गरिदिनु होला, म त्यही भन्छु। अब हुन त त्यो आफ्नो आफ्नो ठाउँको कुरा हुन्छ नि होइन, कमाउने यताउता गर्ने कुरा। तर हुन त यो यही कम्पनीमा पनि भनौँ न त्यस्तै 25,000-3,000 पाउने पनि छ, 9-10 वर्ष हुनेको मान्छेको चाहिँ छ है। हामी जस्तो नयाँ मान्छेको लागि चाहिँ 25,000-3,000 चाहिँ नि कहिले पनि जिन्दगीमा नसोच्यो। यो कम्पनीमा चाहिँ मैले भनिसकेँ। 1800 त मैले 2 वर्ष काम गरेकै हो। 3 वर्ष हुन लाग्दाखेरि मैले बल्ल 21 रुपियाँ महिनामा पाउँछु भनेपछि 100 रुपियाँ मैले पुरा भाडा तिर्नुपर्छ। अनि त्यसैमा खाना 300 रुपियाँ लाग्छ, 400 रुपियाँ त्यही कटिन्छ भने कति सय पर्छ बच्छ होला। त्यो सबैजनाले कमेन्ट गर्नु होला है। सो त्यही हो, अहिले चाहिँ म यति नै भन्न चाहन्छु। मैले चाहिँ अब ड्युटी पनि गर्नुपर्छ। सो त्यही भएर मैले चाहिँ धेरै तपाईँलाई एउटा जानकारीमूलक भिडियो पनि बनाएको छु। सबैजना त्यो भिडियोलाई चाहिँ सक्दो सेयर चाहिँ गरेर सपोर्ट गरिदिनु। यही कम्पनी हो म आफूले काम गर्ने कम्पनी चाहिँ वरिपरि चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ है। त्यही हो गाइजहरू, सबैजनाले भिडियोलाई चाहिँ सक्दो सेयर गर्नु होला है त।